शुक्रबार राजावादीको प्रदर्शनका क्रममा मृत्यु भएका पत्रकार सुरेश रजकको शरीरमा गोली भेटियो भन्दै फैलाइएको समाचार सत्य हो या गलत, यस विषयमा नेपाल प्रहरीले खण्डन गरेको छ। राजावादीको प्रदर्शनका क्रममा भएको आपराधिक घटनाहरूका सम्बन्धमा सूक्ष्म अनुसन्धान भइरहेको घटनाका सम्बन्धमा सत्य तथ्य नबुझी विभिन्न सामाजिक सञ्जाल मार्फत गलत एवं भ्रम समाचार सम्प्रेषण नगर्न समेत प्रहरीले सचेत गराएको छ। सूचना आधिकारिक प्रहरी परीक्षक अपिलराज बोहराद्वारा जारी विज्ञप्तिमा गत शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालद्वारा काठमाडौँको तिनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनका लागि पूर्व अनुमति लिएको भए पनि आयोजक एवं समर्थकहरूले विभिन्न स्थानमा हिंसात्मक घटना घटाइएको जनाएको छ। राजावादीहरूले प्रदर्शनका क्रममा तोडफोड, आगजनी लगायत घरभित्र मानिस भएकै अवस्थामा आगजनी गरी मानिसको मृत्यु समेत हुने गरी घटाइएका आपराधिक घटनाहरूको सत्य तथ्य नबुझी भ्रम एवं गलत सूचना प्रवाह नगर्न अनुरोध समेत गरेको छ। यदि सत्य तथ्य नबुझी गलत समाचार सम्प्रेषण गरे प्रचलित कानुन बमोजिम कानुनी दायरामा ल्याउने ब्यौरा समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।